Wait, mini vlog होइन यो लङ भ्लग नै हो यो म आफ्नो अनुहार देखाउनु कि यार फेरिबाट लग्यो टेक टु हुन्न यो कि तेरो फिल्म हो र यिनीहरू चाहिँ औषधि खाइरहेछन् किनभने यिनीहरू उल्टी गर्छन् त गाडीमा म चाहिँ गर्दैन यहाँ त लास्टै डर लाग्ने हुन्छ गाइजहरू हेर्नु त तल सकेका छन् पानी परिरहेछ खोला बढिरहेछ त्यसैले हामी यहाँबाट पुग्नुपर्छ अब गाइजहरू हेलो गाइज हामी चाहिँ अड्डीभन्दा अड्डी भइसक्यौँ It's me, Kesam Mother. Welcome to our new mini vlog. Wait, mini vlog होइन यो लङ भ्लग नै हो Welcome to this vlog. It's long vlog. अहिले यहाँबाट उठ्दै जान्छ ल We are going somewhere. We don't know the place name. लास्टमा हामी भन्छौँ हाम्रो एउटा साथी आएको छैन जो कि आज छैन 2 घन्टा रोकिसक्यौँ अहिले 30 मिनटमा चाहिँ हामी ठ्याक्क हुँदाखेरि उनी पुग्छ कि हामी अब जाँदैछौँ त्यहाँ हाम्रो दुईजना साथीहरू छ हेलो मोदी जस्तो बस्छन् हेलो पनि गर्दैनन् त्यही हो काटी आउँछ फेरि यसरी त्यो अरू अब के हुन्छ हेर्दै गर्नु हामीसँगै Stay tuned with us. Stay tuned with us, guys. vlog बनाउँदैछु अन्त यसको vlog बनाउँदैछु ल यसको vlog बनाउँदै एकछिन हान म vlog बनाउँ ल हामी यहाँ माछा पोखरी आइसकेका छौँ अब हामी अब त कतातिर जाने हो थाहा छैन अझै पुऱ्याउने मान्छे आएको छैनन् पर्खिरहेछौँ अनि त्यही हो This is our माछा पोखरी guys माछा पोखरी हैन यो के भन्छ नि यसको भ्लगमा सबै चिज छ कि तर अलिक माइक्रोफोन भएन के हुन्छ नि एम्प्लिफायर चाहियो अलिकति आवाज सुन्न कि यति सोसियल एन्जाइटी छ यससँग यो सोसियल एन्जाइटी भएर यो एन्सियस छ क्या नर्भस भइहाल्छ अन्त बोल्न सक्दैन लाइक म चाहिँ बोल्न सक्छु कि यो चाहिँ बोल्न सक्दैन अनि आउनु भइसकेको छ हाम्रो तपाईँलाई स्वागत छ हाम्रो नयाँ भ्लगमा कसको हड्डी पिडे खान्छ त मैले किन खान्छु कहाँ गइरहेछौँ कि हामी यो म आफ्नो अनुहार देखाउनु कि यार अनुहार देखाउनु भनेको छु त ल ल ल गाइस हामी फुलकुमारलाई फुल दिन लाग्छौँ फुलकुमार फुल कति राम्रो कानमा कानमा च्याप्ने थाहै छैन के हुन्न कि फेरिबाट लग्यो टेक टु हुन्न यो कि तेरो फिल्म हो र हामी पर्खी वाक्कै दुक्कै प्याक्कै भइगयौँ आन्न नज पनि मान्छे हालो त्यस्तो छ हाम्रो हिजो हेर्न सक्नुहुन्छ तपाईँहरू त्यसले लाज बचाएर त्यो पानी माग्न गएको छ तर पचाउन पर्छ 2 दिनको जिन्दगीमा लाज भन्ने कुरा पचाउन माग्न नै रहेछ त्यो त किन्न पो गाह्रो रहेछ त ओइ हामीलाई नि दे ल यिनीहरू चाहिँ औषधि खाइरहेछन् किनभने यिनीहरू उल्टी गर्छन् त गाडीमा म चाहिँ गर्दैन डाक्टर भइसक्यो नाम भन्छ औषधिको के हो रे यति चाहिँ अब त हामी नि भन्न सक्छौँ मेत्रो फेत्रो पानी परिरहेको छ यहाँ छाटा ओड्न पर्छ झगडा गरिरहेछन् तर मलाई बाल छैन म त्यस्तै पनि हिँड्न सक्छु गाइजहरू सतीशमाजी तपाईँको मोबाइल देखाउनु त पहिला पहिला मोबाइल देखाउनु त पहिला मोबाइल देखा पहिला त्यो हामीले कतिचोटि फोन हानेको छौँ यो 12 बजे जान्छ कोही आइग्यो यो 12 बजे को जान्छ आइग्यो सही चोटी त मैले नै हानेको छ होला त्यहाँ मैले कचोटी हान्छ साच्चै थाहा छैन सही त पुगेको छु त्यहाँ हेर राम्ररी नाटक गर्नलाई हाइका सो गाइजहरू हामी जान लागेको छौँ अब यहाँबाट हाम्रो डेस्टिनेसनतिर यिनीहरूले भन्छन् 2 किलोमिटर 2 घन्टा टाढा जानुपर्छ गाडीमा 2 घन्टा लाग्छ अरे अनि गाडीको अझै हिँड्न पर्छ अरे तर हामी गइहाल्छौँ हेलो साथीहरू हामी आइपुग्यौँ गाडीबाट झरिसक्यौँ गाडीबाट झरेपछि एनर्जी आइहाल्छ अब यिनी फेरि यिनको कपाल कसले सम्हालिदिने हो
सम्हाल कपाल जान 1 घन्टा भन्छन् जानु बेला त पुगे त्यही हो अहिले फर्किँदाखेरि हालत खराब हुने बेला थाहा पाउँछ के गर्ने कृपया सतीशमाको रिलेटिभ्सले देख्नुभयो भने यो चाहिँ सबै यहीले गर्दा हो हामी 12 बजिसक्यो हेर्नु 12 नै 1:30 भइसक्यो यहीले गर्दा ढिलो भएको छ पढाइ छुता छैन तपाईँ ढुक्क हुनु इक्जाम पनि दिएर आयो त्यही भएर अब हेर्दै जाउँ कतिखेर पुग्छौँ त ल आउने कि छन् त्यो गर अझै झगडा गर न के लिएर आउने के एउटा कुरा भन जाने भाडा पुग्छ खै देखा कहाँ छ मेरो बहाना होइन यो अभी बाई बाई बोलिरहेको साथीहरू तपाईँ देख्न सक्नुहुन्छ हामी आएको खुसियालीमा यिनीहरू धेरै पुग्न लागेको छन् यिनीहरू हामीलाई कसरी स्वागत गर्ने भनेर प्लान बनाइरहेको छन् तर हामीलाई त्यति स्पेसल त्यो के भन्छ भने त्यति स्पेसल स्वागत गर्न पर्दैन भन भुक ओइ जाऊ रे त्यहाँ ओइ आइजाऊ त माथि स्वागत गर्ने हिसाबमा आइसकेको छन् मैले अस्ति अघि नै नाइ भनिसकेको छु त्यही पनि तिमीहरू उता जाऊ उता प्लिज म जनावर प्रेमी हो भनेर थाहा छ कि यिनीहरूलाई त्यही भएर म हुने नै आइरहेछन् हामी चाहिँ यहीँबाट काटेर लगाउन लाग्छौँ चटपटे बनाउने कुरा भइरहेछ नि त त्यही भएर त्यही हो हामी यहाँ खानेतिर मात्र ध्यान गरिरहेको छ मैले फर्किने के भाडाले फर्किने थाहा छैन तर हुन्छ होला यो ढोएर लग्ने रे गाइस काट्ने म एक्लै फन्किरहेको छु यहाँ हेलो नमस्ते साथीहरू हेर्न सक्नुहुन्छ तपाईँहरू कस्तो राम्रो राम्रो ठाउँ छ केही पनि देखा छैन सो नाइस हेर्न सक्नुहुन्छ तपाईँहरू म त गर्दैन बारे गाली गर्ने त यही हो भयो पहिला डेस्टिनेसनमा पुगौँ त्यसपछि फोटो खिचौँला त्यही हो त्यो तिम्रो कता फेरि हो त्यो साउन्डहरू हाल्न जान्दैन कि यार म त्यति पुऱ्याउने छैन म भर्खर उडाइरहेको हो म अरे कि देख्न सक्नुहुन्छ तपाईँहरूले बाटो यस्तो छ तर लोटेपछि यहाँ लोटी भइन्छ गाइजहरू त्यही भएर अलि राम्ररी जुगा भेट्टेला भन्ने डर छ फेरि यहाँ हे प्रभु जुगा नभेटिनु होला गोरुजी जुगा यस्तो डर लाग्ने बाटो छ त नि गाइजहरू माथिबाट बाजेले सर्टकट बाटो भनिदिनु भएको रहेछ खासमा बाटो त अघि हामी आएको बाटै नछाड्ने भए आइपुग्ने रहेछौँ हामी आइ नि पुग्यौँ यहाँ त्यही हो अब हामी जाने चाहिँ यही भएको देखिन्न जाऊँ सरासर जाऊँ अहिले पुगेपछि म देखाएको छु तपाईँहरूलाई तपाईँहरू देख्न सक्नुहुन्छ देखाएकै छैन कहाँबाट देख्न सक्नुहुन्छ होला र है तर ससाना दिवराहरू हेरिछन् आवाज आएको छ कि आएको छैन थाहा छैन तर त्यो हो खासमा कुरा के हो भने त्यो अहिले चाहिँ यस्तै सुन्ने पनि नसुन्ने पनि सुन्नु अब के भन्छ अरे अलिअलि सपोर्ट पाउँदै गयो भने अब माइक किन्ने सोच छ माइक किनेपछि सुनिहाल्नुहुन्छ तर हेर्नु अहिलेको सासानो बिबारा न अब आइपुग्यौँ गाइजहरू हामीहरू अब गाडी 4 बजे छुट्ने हो अरे यहाँबाट हामीलाई माथि जान अझै 1.5 घन्टा लाग्छ अनि पुगेकै छैन म चाहिँ अनि 3:30 भइसक्यो अब हामी अब मर्छौँ
मर्छौँ त त्यस्तै अब हराउँछौँ कसरी जाने अब हामी काठमाडौँ। त्यही भएर जति सक्दो छिटो गएर फिर्ता आउनुपर्छ गाइजहरू। ये यहाँ त लास्टै डर लाग्ने रहेछ गाइजहरू। हेर्नु त तल उकालो, तर हामी डराउन नपाने त्यसरी छ। देख्न सक्नुहुन्छ गाइस तपाईँहरू आइसकेको छ यो फुङ यहाँदेखि तलतिर देख्न सक्नुहुन्छ। हजुर बसिरोस्, यस्तो डरा मर्नु रहेछ यहाँ त अभि। तपाईँहरू देख्न सक्नुहुन्छ हामी पुरै भिजिसकेका छौँ। पानी परिरहेछ, खोला बगिरहेछ, त्यसैले हामी यहाँबाट भाग्नुपर्छ। अब गाइजहरू सुनिरहेको छैन थाहा छैन, तर अब हामी भाग्नुपर्छ यहाँबाट। हामीसँग छाता छ गाइस, त्यही पनि ओड्या छैनौँ, त्यसैले अब जाम हामी। अब हामी हिँडेको गाइजहरू लास्टै त्यो छ। अब नराम्रो के गर्ने त, राम्ररी खिच्नै दिन्न पानी परेर कस्तो अजिब भयो। हेर्नुहुन्छ मैले एउटा पनि भिडियो बनाएको छैन टिकटक। त गाइजहरू हामी बल्ल बल्ल आइसकेका छौँ। अब हामी हिँड्दैछौँ घरतिर। अब माथि पुगेर म माथि रोडतिर पुगेर गराउँछु। त हामीलाई ढिलो भइसकेको छ। अब गाडी पाउँछौँ कि नै थाहा छैन, त्यो पनि पाइनौँ भने त अब बर्बाद हुन्छ। त्यही अहिले त पानी रोकिन त हेरौँ। अब माथि रोड बाटोमा पुगेर भन्छु म। यदि त्यो नै यदि हटाएर भयो भने गाडी पाइनौँ भने अन्तिम लास्ट भ्लग, अन्तिम नै हुन्छ। अन्तिम भन्दा म अपडेट दिइराख्छु के हुन्छ। हेलो हामी चाहिँ अटीभन्दा अटी भइसक्यो। हामीले पायौँ ट्याक्सी पायौँ। अनि भाग्य ठुलो रहेछ भनौँ कि के भनौँ, त्यस्तो भइसकेको छ बाहिर। कतिखेर पुग्ने हो अब हामी जतिखेर भने पुग्छौँ आजलाई यति। अब फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई। बाई बाई त गरिदेऊ, तिमीले बाई बाई गर। यो दिदी गर्दैन, यो सुतिराछि। तर अघि नगएका दुईजना बाटैबाट फर्क्यो भन्दा नि फर्के तिमीहरू फर्किसक्यो नि। अब ढिला भइसकेको थियो अनि तिमीहरू फर्किहाले। हामी भइहालौँ न आएको मान्छे भनेर त इच्छा गयो। मिठेर न धन्न पायौँ, त्यही हो। अब के भोगिन्छ। धान रोप्न गयौँ कहिले बारीमा, कहिले कता। अब त्यही एकअर्कालाई हान गऱ्यौँ टेन्सनमा। त्यही हो आजलाई यति सट्टा।